गाइज आज साउन 15 खिर खाने दिन एकदमै क्रिमी स्वादिलो खिर बनाउन यो विधि एकदमै उपयुक्त छ। यो बनाउन पनि एकदमै सजिलो छ। चामलको छनौट गर्दा हल्का मोटो खालको चामल लिनुहोला। हामी खिरमा 2 लिटर दुधमा 1.5 सानो कप चामल मात्र युज गर्छौँ। यसलाई हामी केही घण्टा भिज्नको लागि छोडिदिन्छौँ। अब एउटा बोलमा थोरै चामल र काजुलाई पनि केही घण्टा भिजाउँछौँ। भिजाएको चामल र काजुलाई ग्राइन्ड गरी एकदमै फाइन पेस्ट बनाउँछौँ। हामी फुल क्रिम दुध लिन्छौँ र दुध उम्लिसकेपछि यसमा दालचिनी, सुकमेल र ल्वाङलाई राखिदिन्छौँ र हामी भिजाएर राखेको चामल पनि राखिदिन्छौँ। चामल राखिसकेपछि हामी एकदमै राम्रोसँग चलाउँदै पकाउँदै गर्छौँ। चामल 90% जति पाकिसकेपछि हामी चामल र काजुको पेस्ट पनि राखिदिन्छौँ। यसले खिरलाई एक्स्ट्रा थिक र क्रिमी बनाइदिन्छ। खिर अलमोस्ट पाकिसकेपछि 1 चम्चा घिउ राख्छौँ र स्वादअनुसार चिनी र हल्का स्याफ्रन पनि राखिदिन्छौँ। यो चाहिँ टोटल्ली अप्सनल हो। भगवानलाई सम्झेर हामी यो डेलिसियस खिरलाई इन्जोय गर्छौँ। तपाईहरू पनि ट्राई गर्नुहोला। थ्याङ्क यू।